मिक्की माउस भइरहेको छ आज गरम भयो बहिनीलाई माया गरिदेऊ रेस्टुरेन्ट त नचिन्ने भएछ त अब बहिनीलाई घोज्छ अब हेलो एभ्रिवान गुड मर्निङ फ्रम मङ्गरजुङ ला हौ फोन देखेर खुसी हुँदैछ एकजना केटी ला हेलो भन्देऊ गुड मर्निङ ला मेरो छोरीले त अब फोल्डिङहरू गर्न देख्छ है खुट्टाहरू उचालेर स्टन्टहरू गर्न टेक्छ है अब मेरो छोरीले त अब त्यसै यसरी रमाउँछ फोन देखेपछि चाहिँ फोन देखाउनु ज्यादा नदेखाउनु भन्छ बाउचीले भिडियो कल गरेर चाहिँ एकदमै फोन हेर्ने बानी भइसकेको छ उसलाई चाहिँ मैले यसरी फोन हेर्दैछु भने पनि ऊ पुरा रमाइरहेको हुन्छ है मम्मा र पप्पालाई छोडेर आयो हिजो माया लाग्यो है मम्माको बाई बाई भन्नु सी यू लेटर हेलो अब चाहिँ हामी गएको नानीको इन्जेक्सन छ आज चाहिँ 4टा 3.5 monthsको नानी र आमा माथि पुग्यो हो यहाँसँग बजार हेल्थ सेन्टरमा आज पनि नानी चाहिँ जोटको रुने भयो प्लस ज्वरो पनि आउँछ होला हो अन्त आज भाइको पनि रहेछ 9 monthsको अगस्टियाको अहिले तपाईँहरूलाई म देखाउँछु भिडियो गर्न सक्यो भने ल सो सी यू गाइज लेटर मेरो छोरी आज छोराको लुक्समा छ है होस् गरम छ मिक्की माउस भइरहेको छ आज गरम भयो हाम्रो गएको बाटो चाहिँ यस्तो भयो बाटो दामी माथि घर पुग्नु आँट्यो चाहिँ टमाटर पुरा फलेको रहेछ आज चाहिँ अब रुन्छ नि आज चाहिँ 4टा इन्जेक्सनले चाहिँ कस्तो हालत हुने हो भाइको उठ्यो गुड मर्निङ गुड मर्निङ अर्को गुड मर्निङ गरिदेऊ गुड मर्निङ बहिनी रुनु थाल्यो फेरि अर्को रुनु थाल्यो बहिनी दादा हेर फोनमा त यस्तो चिज हेर्छ अब बहिनीले बहिनीलाई माया गरिदेऊ झगडा गर्दै थियो हेर कपाल दाजु बहिनी कपाल चाहिँ तर मान्नै पर्छ कपाल चाहिँ बात मार्दैछ बात मारिदेऊ बहिनी छक्कै पर्दैछ भाइ दादा भाइको चाहिँ आँखा मेरो बहिनीको यस्तै हुनु पर्थ्यो नि आँखा गुड मर्निङ लु छिटो छिटो गुड मर्निङ बहिनीलाई जय गुरुदेव बहिनी साईराम लु बहिनी त साईराम गर्छ बहिनी चारवटा दाँत देखाएर भाइले गर्छ त लु जय गुरुदेव बहिनीले त साईराम जय गुरुदेव गुड मर्निङ गर्छ खै छिटो गर बहिनीलाई छिटो गर छिटो बहिनीलाई गरिदेऊ न साईराम भन भाइ बहिनीलाई बहिनी फेरि फोन हेरेर हेरिहाल्नु त्यहाँनिर उठेछ भइदिनु त मजाले खाँदैछ मुख मिठाउँदैछ लिनामै दबाई खुवाउनु भयो अब बहिनीलाई घोज्छ अब रुएर ठरै हुन्छ म चाहिँ बाहिर निस्किन्छु अब
मेरो स्टुडेन्ट त नचिन्ने भएछ त हाय चिनेन छ गाइज हामी चाहिँ अघि नै घर आइपुगेको हो घर आइपुगेर पनि खानासाना खाइसकेको भिडियो चाहिँ आजको पनि इन्कम्प्लिट नै भयो हो मेरो नानी चाहिँ यति साह्रो रोयो कि इन्जेक्सन हानेर मान्छे छक पार्यो है अझ रोएर छक पार्यो अहिले चाहिँ मैले दबाई पनि खुवाइदिएँ फिट पनि गराएर मान्छेले खेलिरहेको छ एक निन्द्रा सुतेर उठ्यो हो पेट भरेको छ र निन्द्रा पुगेको छ भनेर मान्छेले खेल्छ मेरो छोरी है 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 कान्छी है इन्जेक्सन हान्दा चाहिँ डरै लाग्दो रोयो हो अन्त अब भिडियो चाहिँ के कस्तो भयो मलाई थाहा छैन होइन तपाईँहरूले हेरेर पनि हेरिदिनु भयो जसले हेरिदिनु भयो थ्याङ्क यू सो मच फर वाचिङ अन्त मन पऱ्यो भने चाहिँ लाइक कमेन्ट पनि गरिदिनुहोस् होला हो एन्ड इफ यु गाइज आर न्यू टु माई च्यानल देन काइन्डली सब्सक्राइब हो सो थ्याङ्क यू फर वाचिङ सी यु इन नेक्स्ट व्लग सो टिल देन बाई बाई भन्नु छोरी बाई बाई मेरो छोरीले बाई गर्ने टाइम भएको छैन है बाई